सो गाइज हामी आज गौरी खोला रिसोर्टमा छु है। आज चाहिँ बहिनीको बर्थडे है। सो म चाहिँ यता छु, आज चाहिँ बहिनीको बर्थडेमा आएको छु है। गौरी खोला रिसोर्ट हो, हेर्न सक्नुहुनेछ है। अनि हामी चाहिँ बर्थडे चाहिँ यहाँ मनाउँछ भनेको गर्मी हुँदो रहेछ, त्यही भएर हामीले यहाँ माथि आएको छौँ। हेर्न सक्नु, हजुरलाई देखाउनु नै छु। डेकोरेसन रेडी हुँदैछ है। सो गाइज हामी चाहिँ अब डेकोरेसन गर्नुपर्ने हुन्छ होइन। हामीले चाहिँ यति डेकोरेसनको कामहरू गर्दैछु, किनभने टाइम नि त्यति धेरै छैन। बर्थडे मनाउनु पर्ने बिहान हाम्रो चाहिँ 12 बजी र कति मिनट गइसकेको छ होइन, 12 क्रस भइसकेको छ मेरो हालत यता। अनि यहाँ चाहिँ हामीले चाहिँ बर्थडे ह्याप्पी बर्थडेको त्यो मिलाउँदैछु है। अनि फेरि कसरी टाँस्ने भनेर यस्तो गरिरहेको छु। फेरि हामीले चाहिँ टाँसिसक्यो, अब ह्याप्पी त सिध्यो। अब बर्थडेको चाहिँ तयारी गर्दैछु साथीहरू। यता जोय, उता काका, अनि उता चाहिँ फेरि काका बसिरहनु भएको छ। अनि हाम्रो चाहिँ डेकोरेसन रेडी गर्दैछु। अब फाइनल पनि हजुरहरूलाई देखाउने नै छु गाइज। हेर्नुहोस् म यस्तो स्पिड काम गरिरहेको छु कि। अनि बेलुनहरू राखेँ, तर मेरो बेलुन चाहिँ खस्यो होइन। सो फेरि मैले चाहिँ बेलुन राख्न ट्राई गरेँ फेरि, अनि योहरू चाहिँ होइन राम्रोसँग नटाँसिने रहेछ क्या टेप। अनि फेरि यहाँ चाहिँ हाम्रो रिसोर्टको दाइहरूलाई चाहिँ हामीले फेरि टेपको व्यवस्था गर्न लगाएको छु। यो कति जड्या भनेर। अनि यहाँ चाहिँ अब हाम्रो फाइनल लुक्स, अब बहिनीले बस भने है, मैले चाहिँ फाइनल लुक्स भइसक्यो होइन। डेकोरेसन चाहिँ हाम्रो यति नै गर्नुपर्ने हुन्छ आज। अनि मैले चाहिँ उसलाई ह्याप्पी बर्थडेको यो लगाइदिनु पर्ने हुन्छ, लगाइदिन्छु है। हेर्न सक्नुहुनेछ हजुरहरू। मेरो कपाल के भएको होला यस्तो, म अचम्म छु यार। सो गाइज अब चाहिँ हामीले सबैजनाले खाजा लाउनु पर्ने हुन्छ। बहिनीले चाहिँ डेकोरेसन सबै सिधेर चाहिँ अब खाजाको तयारीमा सबैजनाले खाजा लाउन गइसक्नु भयो, हेर्न सक्नु नै छ। त्यसपछि चाहिँ हाम्रो यो खाजाको काम सिधेर चाहिँ हामी चाहिँ केकतिर जानुपर्ने हुन्छ। अब चाहिँ हामीले चाहिँ केकको लागि नि रेडी गर्दैछु सबै। अनि मैले चाहिँ यता बत्ती बाल्नेमा सायद गरिरहेको हुन्छ। अनि त्यसपछि मैले क्यामेरा उता राखेर म चाहिँ दौडिरहेको हुन्छ। अब भइसक्यो हाम्रो ह्याप्पी बर्थडे बहिनी भन्दैछ है, हेर्न सक्नुहुनेछ। हाम्रो चाहिँ अब अब हामीले चाहिँ हाम्रो चाहिँ क्यामेरा मिलेन भनिरहेको हुन्छ होइन। चाहिँ क्यामेरा मिलाउन गएको हुन्छ है साथीहरू। त्यो बर्थडे हेर्न सक्नुहुनेछ हजुरहरूले। म चाहिँ हेर्न गइसक्यो। ह्याप्पी हाम्रो बहिनीको बर्थडेमा चाहिँ त्यति ह्याप्पी छ हाम्रो ग्रुप है। त्यति चाहिँ भोज बाजेहरू पनि हुनुहुन्छ। फेरि हाम्रो चाहिँ फेरि ग्रुप फोटो सुट हुँदैछ है गाइस, हेर्न सक्नुहुनेछ। ग्रुप फोटो खिच्ने रे भनेर फेरि हामीले चाहिँ केक नकाटिकन ग्रुप फोटो लिँदैछु, हेर्न सक्नुहुनेछ। सबैजना यता ग्रुप फोटोमा है हामी चाहिँ। हाँस्न लागि यार साथीहरू है। म चाहिँ के अरे पोजिसनमा चाहिँ म बस्दैन होइन। कहिले के हुन्छ मलाई फोटो खिच्न चाहिँ यस्तो नराम्रो हो कि, मान्छे नराम्रो भएर होला साथीहरू है। त्यो म चाहिँ एकदम चकचक भइरहेको हुन्छ। ओके, अब चाहिँ हाम्रो केक काट्न सुरु हुँदैछ।
बहिनीले। त्यसपछि चाहिँ हामीले आफूले के ल्याएको छ त्यो चाहिँ बहिनीले दिनुपर्न सक्ने हुन्छ। अब गीतले खासै गीत ल्याएको छैन तै पनि होइन, बहिनीको लागि यति नै। अब हेर्नु सक्नुहुन्छ केक काटेर फाइनली हामीले खाने सो साथीहरू हाम्रो चाहिँ फेरि खाजा पनि आइसक्यो। बर्थडे चाहिँ माथि गरे पनि खाजा चाहिँ तल खानुपर्ने हुन्छ। यहाँ सबैको खाजा सेट आइसक्यो, हेर्न सक्नुहुन्छ बर्थडे सेलिब्रेट। अब चाहिँ हाम्रो खाजा सुरु हुन्छ। मैले चाहिँ यो चाहिँ फेरि बेयर होइन है गाइज, एक्सट्रिम हो, बेयर खाँदै रहेछ भन्नु होला फेरि। आज चाहिँ बहिनीको पार्टीमा हाम्रो ग्रुप चाहिँ यसरी खाइरहेको हुन्छौँ। बहिनीले बोलाएको हो नि त हामीलाई। यो चाहिँ गौरी खोला रिसोर्ट हो। हजुरहरू पनि बर्थडे मनाउनु यहाँ आउन सक्नुहुनेछ होइन, सबै चिजको व्यवस्था छ। सो गाइज हामी चाहिँ खाजा खाँदैछु, खाजामा व्यस्त छु है, हेर्न सक्नुहुनेछ। गफ गर्दै खाजा खाँदै यस्तै हो जिन्दगी, मैले लाने के छ र होइन, कहिले पार्टी नै गर्नुपर्छ, त्यही हो। बहिनीले बोलाएको छ, हामी त खुसी छु होइन, त्यही भन्दै खाजा खाँदै बसिरहेको हुन्छौँ हामी। अनि गौरी खोला रिसोर्टमा चाहिँ व्यवस्था छ, सबैजना यहाँ बर्थडे सेलिब्रेट गर्न सक्नुहुने रहेछ है गाइजहरू।